Yamato मैले धराने जनतालाई के भनेको थिएँ, धराने जनताले फेरि मलाई के भएर जिताउनु भएको थियो भन्ने कुरा म तपाईँलाई अलिकति भन्छु। उहाँहरूले यस्तोरी काम गर्छ, यसको भिजन यस्तो छ, यसको क्षमता यो हो भन्ने विश्वास गर्नु भएको थिएन। तर यसलाई दियो भने यसले बेची चाहिँ खाँदैन है, पर्खिरहेको छ पाले भएर भनेर मलाई भोट दिएको हो। न हाँसी भन्नुहोस् त हो कि होइन? हो, उसले घुस खाँदैन, भ्रष्टाचार विरुद्ध तपाईँको छैन होइन, सीमा अतिक्रमणदेखि लिएर हरेक कुरा राष्ट्रियताको लागि, हितको लागि, सुशासनको लागि यो एकै मन लडेर आएको मान्छे हो। यसले भ्रष्टाचार चाहिँ गर्दैन, विकास गरे गरोस् नगरे नगरोस्, तर फर्दर बिगार्ने काम चाहिँ नगरोस् भनेर मलाई भोट दिएको हो होइन। तर मेरो पहिलो एजेन्डा होइन खानेपानीको सुधार गर्नु थियो। अब खानेपानीको सुधार गर्छु भनेर मात्रै मैले गफ लाएर त हुँदैन। चुनावमा ढाट्न त आउँछ, सबैलाई आउँछ, म यस्तो गर्छु उस्तो गर्छु भने चुनाव हार्यो भने सकिगयो होइन, जितेपछि बिर्सिने चलन छ। तर मैले त्यो एजेन्डालाई अझै पनि मनमा राखिरहेको छु होइन।